हेलो गुड इभिनिङ एभ्रिवान सम्पूर्णलाई सेवा नमस्कार अनि त्यसै गरी आज चाहिँ 2082 सालको शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ ह्याप्पी शुभ दीपावली भन्न चाहन्छु होइन। अनि हजुरहरू जस्तो जुन ठाउँमा आफ्नो विदेशमा रहे पनि होइन आफ्नै तरिकाले दीपावली मनाउनु होला भन्न चाहन्छु। अनि त्यस्तै गरी म पनि खासमा त मेरो घरमा त छुइनँ, त्यही पनि अब मैले पनि यही तरिकाले आज चाहिँ विशेष गरी लक्ष्मी पूजा पनि हो। अनि मैले चाहिँ आफ्नै तरिकाले लक्ष्मी पूजा पुजेँ होइन गाइजहरू, यसरी गरेँ क्या। अनि त्यस्तै गरी यहाँनिर चाहिँ अब क्यामेरा पनि हल्लिन सक्छ होइन। अनि यसरी मैले चाहिँ रङ्गोली बनाएँ होइन गाइजहरू। अनि फलफुल थोडा किनेर ल्याएँ। अनि त्यस्तै गरी अब यसरी लक्ष्मीको चाहिँ पूजा गरेँ। पैसा त छैन होइन, तर लक्ष्मीलाई धेरै लक्ष्मीको बास होस् भनेर चाहिँ मैले प्रार्थना गरेँ गाइजहरू। आज चाहिँ यसरी यहाँ मोमबत्ती बालेँ होइन, लस्करै बालेको अब सक्यो भने क्या। अनि त्यसपछि यतातिर चाहिँ मैले लक्ष्मी गाईको पाइला बनाएँ। अनि यतातिर पाइला बनाएर यो चाहिँ मेरै घरभित्र पसोस् भनेर गाइजहरू लगाएको। अनि त्यसपछि रङ्गोली चाहिँ यहाँनिर चाहिँ मैले दामी बनाएको थिएँ क्या अघि त, अहिले फुलले सबै हानेर यस्तरी भयो। अनि साना रङ्गोलीहरू पनि मैले बनाएका थिएँ, दामी थियो। अनि त्यसपछि वाउ छ होइन यति मात्र हेर्दाखेरि। अनि भरे यता हेर्नुहुन्छ भने त फेरि झिलिमिली पनि नभनौँ गाइजहरू, सिम्पल होइन। अब आफ्नै तरिकाले जुन तरिकाले हुन्छ त्यही तरिकाले गर्ने हो नि त, त्यही भएर मैले चाहिँ अब यही तरिकाले आफ्नै तरिकाले गरेँ होइन। यतातिर मेरो साना दियोबत्तीहरू सबै थियो, अहिले चाहिँ मरिसक्यो होइन। अनि त्यसपछि अलिक अघि नै गरे हो नि त। अनि त्यसपछि यहाँ चाहिँ मेरो लक्ष्मी पैसा त छैन, तर पनि थोडा त निकाल्नु पर्यो अरे भनेर निकालेको हो। अनि त्यसपछि हामी पनि कहाँ गरिब हो र भनेर यहाँनिर सब पुरानो पैसाहरू निकालेर पन्साइदिएँ। अनि त्यसपछि यहाँनिर त 500 रुपिस पनि छ है गाइजहरू, कहाँ हामी पनि गरिब हो र। अनि आज चाहिँ यहाँ लक्ष्मी हाँसिराखेकी छिन् होइन। अनि त्यसपछि लक्ष्मीको राम्रोसँग पूजा गरेँ, लक्ष्मीले बास गरेर मेरै घरमा सबै लक्ष्मीहरू भित्र छ भनेर भित्र प्रार्थना गरेँ। अब हेरौँ। अनि त्यसपछि यहाँनिर मेरो सोल्दिनीको गिटारहरू पनि मैले पुजिदिएँ क्या, पुजिदिनु है भन्दै हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ आज प्रोग्राममा जानुभएको छ, अनि मैले आफै बनाएँ क्या यो चाहिँ। अनि त्यसपछि यो पनि हो नि त हाम्रो धन सम्पत्ति त, त्यही भएर अब यसलाई पनि पुज्नु पर्यो। यहीँबाट त हाम्रो पैसा त लक्ष्मी त आउने हो होइन, माध्यम त यो हो नि त सोचेँ क्या। भन्नुभयो सोल्दिनले पनि त्यही, अनि हो भनेर मैले पनि गरेँ। अब थालभाडालाई गर्दाखेरि त्यसलाई चाहिँ गर्न नहुने के हो र भनेर गरेको। बुकहरू पनि अझै टन्नै थियो, तर मैले चाहिँ यति मात्र गरेँ गाइजहरू। हजुरहरूले चाहिँ कसरी मनाउनु भयो लक्ष्मी पूजा, अनि कमेन्ट गर्नु ल। म यस्तो छु आज काली भएर चाहिँ पूजा पुजे गाइजहरू। बाई गुड इभिनिङ।